अपना जति पराई भय परै अपना भय रिस राग भुली सबै कसले गर्छ दया धनी गरिब जानै पर्छ आखिर संसार छाडी दुःख सुख जे हुन्छ चारौ सबले बाँडी गरिबलाई नै नदिँदै दुःख घरी घरी क्यारी बाँच्नु यो संसारमा पाल पहिला मनमा पीडा हजार छाया हजार हाँसो खुसी भाग्य मेरो यस्तै रहेछ कर्म मेरो दुखी। दाइ बर्बादै भएको त आमा गर्न लास्टै गाह्रो भएको त आमा गर्न कसरी औषधि गर्ने होला त त्यही त भने हेर्न भाइ हामी गरिबकन कसले रुपियाँ दिने छिया र हामी दुखी गरिबका पीडा कसले बुझ्ने छिया र हे भगवान हाम्रो जस्तो दुःख पीडा अरू कसैले पनि नदिया आमा तमिकन धेरै गाह्रो भयो होला चिन्ता नलेऊ आमा हामी तमिकन जसरी पनि औषधि गर्छौँ सन्धे छोरा सन्धे म बुढीलाई यतिकै भन्दा म अब दिन गएकी बुढीलाई बचाउन रुपियाँ खर्च नगर म बुढीलाई यस्तै त्यो भनेर कहाँ हुने र आमा तमिकन केही भइहाल्यो भने हामी दुई भाइ के गरौँला कहाँ जाउँला दाइ तमी आमाको कुरा नसुन आमाको जसरी भए पनि बचाउनु पर्यो त्यो त हो भाइ अघि धनीराम साउबाको घरमा रुपियाँ माग्न गएर दिएनन् माथिल्लो घरको घनश्याम काकाले पनि दिएनन् हामी गरिबका दुःख कसले हेर्ने छिया र भाइ दाइ हामीसँग त्यही एउटा अम्खरा छ यही अम्खरा धनीराम साउबालाई दिएर हुन्छ कि दाइ त्यो त हो भाइ तर क्या गर्ने साउबाले दिन्छन् कि नै म उही पनि एकचोटि साउबाको घरमा जान्छु बाबु सुक्दै मेरो लागि यति धेरै दुख्नु त्यही पनि हाम्रो सम्पै भनेको यही एउटा अम्खरा हो त्यसलाई बेच्ने कुरा नगर मलाई यतिकै मन यस्ता कुरा नगर आमा आमा लागि सबै भनेकै तमी हो दाइ आमाको थाहा मात्रै ल दाइ काहीँ अम्खरा धरोटी राखिकन पैसा ल्याइकन आऊ हुन्छ भाइ म जान्छु कहाँ जानु र दिदी त्यही धनीराम साउबाको घरमा जान लागेको अनि भाइ झोला पनि बोकेको छ त किन बोक्यौ किन बोक्नु र दिदी घरमा आमा साह्रै बिरामी छन् रुपियाँ खोजे कतै पनि पाइएनन् हामी गरिबकन कुहेर्ने थिए त्यही भइकन झोलामा अम्खरा बोकेर साउबाको घरमा जान लागेको हो र भाइ के गर्ने भाइ हामीसँग नि पैसा छैन पैसा भए त दिन्थ्यौ आमालाई औषधि किनेर खुवाउनु है भाइ हुन्छ दिदी हुन्छ बिचरा यो दिदीको जस्तै मन अरू सबैको भइदिएको भए कस्तो राम्रो हुन्थ्यो होला
साउबा किन आउनु र साउबा अघि त्यत्तिकै आएर रुपियाँ दिनु भएन अहिले यो अङ्खरा राखेर रुपियाँ दिनुहुन्छ कि भनेर आएको मेरी आमाको न लास्टै गाह्रो भएको छ यही अङ्खरा राखेर मलाई 10 रुपियाँ पनि पैसा दिनुहोस् यो भाडा मैले राख्ने रे त्यही पनि त भिखारीको घरको त भिखारी भनेको मान्दैनस् भाग भिखारी साला काजीबा नमस्कार 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 सन्चै सस्तो रामलाल सन्चै छु काजीबा ल यता बस्न किन त्यता उभिएको यतै बसेर कुरा गरौँ न ल भन मेरा घर क्या गर्न आस्तो त आज क्या गर्न आउनु र काजीबा आमा घरमा बिरामी छन् औषधि गर्न रुपियाँ भएनन् गाउँभरि रुपियाँ खोजे तर कसैले पनि दिएनन् त्यही भइकन हजुरको घरमा आएको हौ थोरै रुपियाँ दिनुहुन्छ कि भनेर काजीबा अनि त्यो हातमा झोला किन बोकिस् त किन बग्नु र काजीबा यो ओमखुरा धरौटी राखेर अलिकति पैसा दिनुहुन्छ कि भनेर बोके ए हो र हो काजीबा हो यो अम्खरा छोड्दे बरु म तँलाई रुपियाँ दिउँला मेरो घरमा अलिकति काम छ गरिदिन्छस् कि तैँले हुन्छ काजीबा हुन्छ काम त म गरिहाल्छु नि काम क्या बरु देखाइदिएको भए हुने थियो त्यो गोठमा अलिकति गाईको गोबर छ त्यसलाई सोर्दे है बेलीदेखि खाएको जुठो भाँडा छ त्यसलाई पनि अलिकति धोइदे है हुन्छ काजीबा हुन्छ म गएँ है
काम गरेर सकाइस् त सकाए काजीबा सकाए। बहिनी त्यो बाक्सामा भएको पैसा रामलाललाई देऊ। ल यति 5000 रुपियाँ छ। हुन्छ काजीबा, हजुरलाई धेरै धेरै धन्यवाद छ काजीबा। ल है काजीबा म गएँ है। कहाँबाट आउनु काका? त्यहाँ पर काजीबाको घरबाट रुपियाँ लिएर आएको काका। काका मलाई हतार छ, म अहिले जान्छु ल। दाइ रुपियाँ ल्यायो त? भाइ ल्याएँ। दाइ पैसा कसले दियो त? अरू को दिने थिए र भाइ? धनीराम साबाको घरमा गएर पैसा दिएनन्, पल्लो गाउँको काजीबाको घरमा गएर पैसा दिएर आएको छु भाइ। ल भाइ, अब हामी ढिला नगरौँ, आमालाई पनि धेरै गाह्रो भएको, आमालाई अस्पताल लिएर जाउँ। अघि त रुपियाँ नै भन्दैछिस् त, अहिले कहाँबाट ल्यास् तेरी आमाको गर्ने? उसले रुपियाँ दिनु भएन, पल्लो गाउँको काजीबाको घरमा गए, काजीबाले रुपियाँ दिनुभयो। ए त्यसो भए तँसँग रुपियाँ छ? तेरो बाउले लिएको पैसा कहिले दिन्छस् त?